थोरै मन चलाउँछ है एकपल्ट तिमीले पकाएको हुन्छ यो यति म थोरै म यो भेजिटेबल निकालौँ म खानालाई अनि तिमी पकाऊ है म यति खान्छु के मिठो हो कि जस्तो लाग्यो तिमीले पकाएको मिठै होला जस्तो लाग्यो मलाई त वेट ल दाल लाइक गऱ्यो होइन म त्यो यसलाई के भन्नु अब त्यस्तो बोल्नु यो पास्ता हाल्ने कि आफै हाल्ने हो के पकाउन लाग्यो र तिमीले पास्ता ए गुड सबै हालिदिउँ कि पुग्छ त्यति भयो दुईजनालाई भयो यति पनि हालिदियो हुन्छ कति राखिन्छ नि ल दुईजना भएर ल नानीलाई पनि देऊ चलाउन नानी पनि पकाउँछ अरे पहिला म मलाई मात्र सिका अनि तिमीलाई सिका अनि म वेट हामीले कहिलेलाई किन्छ नानी अनि पक्छ नि त सबै तिमीले होला लौ त मम्मीले प्रयोग गरिदिन्छु मम्मी खानु म खान्छु पख न पनि धेरै हो धेरै मिठो न किन अब केटा म केटा भन्नु तिमीले त एकछिन गरम मैले धेरै वेट अलि उता गर त्यो चलाउने करो बाबु चलाउने लो केचप मिक्स गर मिठो छ नि तिमीले पनि चाख मिठो छ तिमीले पकायो हो दामी पकाइसक्छु यो म हेल्प गरिदिनु पर्छ चलाएर सबैभन्दा मिठो दामी भेजिटेबल पनि खुवाइदिनु खाऊ माइको खाए छोड्दै के हुँदैन बाहिर खाएर मिठो चाख्न राख्नु मात्रै यो होइन देख भ्याइदियो क्या मेरो माइको डिनर हो त्यो मेरो डिनर नै उसले भ्याइदियो चाहेरै होइन किन हाँसेको कति धेरै खाएको 200 बिलियन यत्रो थियो के राखिदिन्छु म भयो मेरो कस्तो साम्बानेको चलाउँछ म म ट्राई गर्छु फुटाउनु मलाई फुटाउनु छ मलाई त्यो ट्राई मम्मी भन्दा मिठो बनाउने मिठो छ दामी पकाइदियो थ्याङ्क यू बाबु तिमी सबैभन्दा मिठो दामी खतरा थ्याङ्क यू चिज हेरेर मलाई पका राम्रो छ बाबु खै कस्तो बनाएछ वाउ चाहनुहुन्छ त्यो त चाहदिन होला मिठो छ हो खै चाहदैन मैको सबै भेट्दैन सिमी ल्याउ न सबै भेट्यो मैको कोको न कोको कोको है
हुन्छ हुन्छ त्यति खुवाइदियो हुन्छ कि भाइले मलाई भाग लाउँछ मैले भाइलाई भाग लाउँछु म दिदीलाई भाग लाउन लाग्छ This is Jim. You like it? This is very yummy. Thank you for watching our video.